अन्तिम यहाँ म बिचमा बस्छु हैन कुरो सबै मिलिसकेपछि म त हैन कुरा चाहिँ अब के अब यहाँनेरि अलि अब के तपाईले चित्त नबुझेको कुरा अब भन्नु पर्यो हैन अरु केही पनि छैन हजुर त्यही हो मैले भने मलाई बिहेको 1 तोला सुन चाहियो यति मात्रै छ बारानी दिनु भएको थियो घोपा जाँदाखेरि भैँसी खसी नभएर ऋण माइतबाट पनि ल्याएर उपचार गरेको त्यो अब मैले उपचार गरेन मेरो लागि भन्यो भने यो कुरो छोड्दिनु हैन मैले 3.5 लाख रुपैयाँ ऋण तिर्दिएकै हो हैन उले चलाको बिना सोधेर त्यही भएर यहाँ ऋणीहरु पनि कतिपय हुनुहुन्छ होला अब अघि सोधिसक्नु भयो छोड्दिउ अघि रेकर्ड भइसक्यो पनि मलाई चाहिन्छ सबै मैले गरेको बाख्रा देखि लिएर सुँगुर कुखुराको पैसा सबै मलाई दिनु त्यसपछि तपाईको 3 लाख रुपैयाँ हो रहेछ भने म तिर्छु मलाई दिनु मेरो कहाँ पुर्याइदिनु भयो त अनि के को 3 लाख र 4 लाख चाल राखको कुरा गरेको सेन्ड गरेको मैले पठाएको पैसाको हिसाब किताब चाहिँ मेरो 3.5 लाख रुपैयाँ ऋण तिर्दिएको छु 1 तोला सुन मात्रै चाहियो अरु केही पनि चाहिएन अहिले क्लियर है अहिले रेकर्ड भइरहेको छ प्रमाण भिडियो हुन्छ नदिने उ बिराम हुँदाखेरि म एक्लै त्यो बच्चाको अवस्थामा मैले हेरेकै हो सोद्धा हुन्छ मैले ऋण बिन्ती बिसाएर रुएर कति ठाउँमा एक्लै हेरेको पनि छु कति ठाउँमा म खाएर पनि बसेँ त हस्पिटलमा त त्यही सुन त मैले बेचेर उयो गरेको त्यति बेला 60,000 59,000 रुपैयाँ तोलाले किनिदिनु भएको अरे 1 तोला चाहिँ होइन 12 आनी छ भन्नु 1 तोला सुन लिएको मैले 1 तोला बुधबारेको चन्द्रिकी कोसको दोकानमै हो बनाएको 1 तोला भनेर सिक्री बनाउन लगाएको सुरुमा पिञ्जडा बनाइदिनु भएको थियो अनि त्यसपछि मलाई सिक्री रहर लागेर सिक्री बनाएको थियो अनि पछि गएर जोक्दाखेरि पुगेन अनि त्यसपछि बिलेर यस्तो उनी देखाइदिनु भएको थियो क्या 1 तोला होइन 12 आनी भन्नु 12 कति आनी हुन्छ 1 तोला हैन 12 आनी भन्यो हैन घर यो क्लियर घर छ नि त अलिकति त हैन त्यो अब त्यो सुन तपाईलाई चाहियो कि चाहिएन भन्नुस् मलाई 1 तोला सुन चाहियो 1 तोला सुन त चाहियो नै भन्छन् अरु पैसा म दिन सक्दिन उसको उपचार गर्न त्यो सुन चाहिँ कहाँ छ अहिले बेचेको तल धरानमै बेचेको यो भन्दा तपाईँ अब त्यो अब श्रीमती त लगिदिनु भयो अब सुन तिर्दिनु हुन्छ होला नि त के गर्नुहुन्छ भन्नुस् उसकै उपचार गर्दा गएको छ त्यो मेरो उपचार मैले माइतबाट पनि 50,000 ऋण लिएँ माथि काकाहरुकोबाट पनि लिएको घरको भन्नुहोस् त अहिले क्लियर घरको भैँसी सैसी सबै बेचेर उपचार गरेको त्यो चाहिँ म दिन सक्दिन म भन्छु कि त्यो चाहिँ सक्दिन म 40,000 रुपैयाँ फेरि ससुरालीलाई मागेर त्यो पैसा पनि 5,000 खर्च भएको थियो 35,000 त्यो पनि मासु तर मैले पैसा खोजिन नि त मलाई 1 तोला सुन चाहियो के नाना थरी कुरा लगाउने क्या म बिराम भएर मर्नु आँट्दा पनि उयो नै नगर्ने अनि मैले त्यो पैसाहरू भनेको उपचार गर्दाखेरि गरेको पैसा हो तर उसले नराम्रो अर्थ लगाएको छ नराम्रो अर्थ नलाउँदिन नराम्रो अर्थ लगाएको मैले नराम्रो अर्थ लगाएको छैन 1 तोला सुन मात्रै हो अब यसमा अब तपाईहरुको यहाँ सुन्नुहोस् अब फेरि म एकदम क्लियर कुरा गर्छु तपाई श्रीमतीलाई नसुकार्ने किन स्वीकार्नु तपाई श्रीमानसँग नजाने के जानु